ल है केटा ल यता हेरौँ है त आज चाहिँ हामी कति 3 वर्षपछि हाम्रो साथीहरू भेटेको छ होइन के अरे साथीहरू भेटेको छ यता चाहिँ श्याम बहादुर हाम्रो के श्याम बहादुर हो यता चाहिँ रामे हेलो गाइस हेलो एभ्रियन हाम्रो वेलकम टु हाम्रो न्यू च्यानल है हाम्रो सोनाम शेर्पाको भ्लगलाई सबैले सपोर्ट गरिदिनु होला ल हामी यता रिन्जी सर फेरि रिन्जी नभएर फिन्छु है सरी फिन्जु है फिन्जु कस्तो मेरो युट्युब च्यानल छ यसो भनिदिनु पर्यो हाम्रो पनि फिन्जु शेर्पा छ होइन फिन्जु शेर्पा युट्युब च्यानलमा फिन्जु शेर्पा युट्युब च्यानलमा गएर सर्च गरेर हेर्नु होला उसको सङ एकदम राम्रो छ एकदम रमाइलो छ रमाइलो खालको छ है अब हामी जानेछौँ कहाँ चाहिँ जोरपाटी जोरपाटी जाने ल आज ल साथीहरू कताबाट जाने हो अब टक्कसँगले हामी हिँड्दैछौँ फाइनली हामी चाहिँ हल्का हल्का सपिङ गरेर आइसकेको छौँ सपिङ पनि गरेको छ होइन त्यसमा चाहिँ मैले अब थोरै केही सामान त छैन खास स्पेसलिस्ट फोन सुन कतिको हो यो यो 30,000 30,000 हो केटाहरू फेरि 1-1 लाख बोकेर हिँडेछ हिँड्नु पनि अब पैसा फेरि के गर्नु फेरि हामी यो अरे त्यस्तै छ साथी हो होइन आज धेरै पछि भेटघाट हो अब जिग्री दोषहरू यता हामी जिग्री दोषहरू जिग्री दोष चाहिँ यता चाहिँ मेरो सानैदेखिको साथी यता पनि साथी हामी बच्चैदेखिको चाहिँ एउटै थालमा खाने अनि एउटै डल्लोमा हग्ने होइन त्यसरी खाँदै चाहिँ हामी यहाँसम्म आएको हो आज चाहिँ यसो साथीहरूसँग भेटेर चाहिँ बौद्धतिर अब सपिङ गर्नु जाने रे त्यही हो अरे के छ चाहिँ केटा तिम्रो के अरे अहिलेको टाइम कसरी बितिरहेछ अहिलेको मेरो न्यू जेनेरेसन भनेको खासै केही पनि छैन यसो खाने होइन अब दसैँ लागिरहेको छ है दसैँमा यसो गाउँतिर गएर अलिअलि पार्टी गर्ने हो यसो रमाइलो गर्ने सबैजनालाई यहीँबाट होइन अब हाम्रो सोनाम शेर्पाकै भ्लगबाट ह्याप्पी दसैँ भन्दै हामी चाहिँ अहिले सर लाएर जोरपाटीसम्मको यात्रा छ 3 वर्षसम्मको खासै विशेष केही छ ए ल ठिक छ त्यसो भए बाटो चाहिँ त होइन हाम्रो चाहिँ यो फेरि बिहाङै हिँडेपछि बाटै नै थुनिने बिदा छ कि अनि केटा के छ तिम्रो खबर ल मेरो पनि ठिक छ यार दसैँ लागिरहेको छ होइन यस्तै छ अब भोलि घर गइदिन्छ रमाइलो हुन्छ म चाहिँ घर जानु पाएन होइन पछि जाउँ ल मेरो चाहिँ त्यही विशेष कामले गर्दाखेरि घर जानु पाएन जाऊ रमाइलो गरेर आऊ होइन रमाइलो त एकदम रमाइलो गरेर आउने अनि अहिले चाहिँ हामी भेटघाटमा त भएको पछि फेरि बबालै हुन्छ अब चाहिँ के भन्छु भने एकदम जो बदन ल यता हाम्रो दाइ पनि ल के छ हाम्रो दाजु तपाईँ के भन्नु नाम हाम्रो दावा लामा हजुर ल हाम्रो दावा लामा भेट्यो के भन्नु छ दसैँको विषयमा सम्पूर्ण नेपालीहरूलाई हार्दिक मले शुभकामना व्यक्त गर्न चाहन्छु जेन्जी भाइहरूको लागि पनि शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ल कृतज्ञता हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु ल थ्याङ्क यू दाजु ल अब चाहिँ हामी टक्कसँग त्यो दाइसँग भेटेर हेलो अब चाहिँ हामी यसरी हिँड्दैछौँ टक्कसँगले होइन कता हो यार कोही केटा हो कता हो तिमीहरू भाग्यो छ त यार बाटो जाम छ अरे हाम्रो त्यहाँ होटेल सरी हिँड नि यताबाट कहाँ स्कुल पनि चढ्नु लाग्यो यार यता आउनु
ल आउनु आउनु ल आउनु आउनु कता जाने हामी भित्र ल ठिक छ भित्र जाने आज चाहिँ साथीहरू सबै भेटेछ बबालै रमाइलो हुनेछ है आज चाहिँ कता पैसा निकाले छैन कहाँ निकाल्ने लाग्ने हो लाग्ने हो त ल अब हाम्रो साथी छुट्टिने भयो अब फेरि अर्को टाइम फेरि आज त रुनु खोज्यो त्यो अघि एक खाइहाल्यो पो होइन केटाहरू अब यहाँ छुट्टिँदैछ र छुट्टिने कार्यक्रम हुँदैछ है दसैँ अब यस्तै होइन अब अर्को वर्ष चाहिँ मजाले मनाउला नि त है अब चाहिँ यस्तो छ ल हाम्रो टोली चाहिँ ल अब ल राम्रोसँग भेटौँ ल पछि फेरि भेटौँ च्यानल छै मेरो सब्स्क्राइब गर्नु तपाईहरुले शेयर गर्नु साथीहरुलाई ल ओके म सेभ गर्छु है ल ओके ल बाइ बाइ ल ल केटाहरूसँग अब छुट्यो यहाँ एकजनासँग छुट्यो अब तिनजना छ होइन हेर्दैछौँ कहाँसम्म छ कतासम्म जाने हो हल्का दसैँको सपिङ अनि केटा एउटा कुरा भनौँ न कति वर्षपछि भेटेर हामी 3 वर्षपछि यार 3 वर्षपछि धेरै खुसी लाग्यो यार 3 वर्ष ठिक छ अनि रामे कल आयो म फोन पनि फोन आयो यसको चाहिँ फेरि फोन सामे भनेपछि फेरि नामे माथि भइहाल्छ होइन के गर्नु गाह्रो छ अब अहिले हामी होइन जोरपाटी